देब्रे घाँस है गाइस चट्ट यो रुखबाट झार्ने यहाँनिर चट्ट केलाउने अब अनि मुठा बान्ने अनि लगेर राख्ने यति मिठो गरी खान्छ यो गोरुले होइन यसलाई चाहिँ जस्तै कि मान्छेले मासु खाए जस्तै हुन्छ गोरुले पनि त्यसरी नै खान्छ गाई गोरुले यसलाई चाहिँ देब्रे घाँस भन्छ देब्रे चाहिने चाहिँ भने देब्रे भन्छ यसलाई बाबालाई गाउँघरको काम यस्तै हो मेरो चाहिँ स्टार्ट भयो आजदेखि गाउँघरको काम समस्या छ नि होइन मामा समस्या अनि पुरै रमाइलो पनि छ समस्या पनि छ अब गर्नु परेको पर त दिनचर्या यसरी नै जान्छ गाउँको मान्छेको कसरी गाँसा पऱ्यो गाँस खान्छ पुरै बुझिल्दा परेको सबै हालिदिउँ त्यो सबै हालिदिउँ कसरी हाल्नु पऱ्यो झन् सजिलो भयो त्यसलाई झन् सजिलो भयो यस्तो गर्नु पऱ्यो होइन अलिकति जस्तो लाग्छ धेरै नै रहेछ होइन गर्ने कस पारेर बोकेर लाने यस्तै छ अब जिन्दगी आज त यो हो भोलि अब के हो भोलि पनि यही त भोलि पनि यही त के हो त भोलि पनि छ त साथै बाँकी रहेको टुकुन टाकुन ल हाम्रो पनि अब इन्ड हुन आँट्यो अब यसलाई बोक्नु पर्ने हुन्छ सर्लाको र हाम्रो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नु नभुलिदिनु होला साथ सहयोग गरिदिनु पर्यो हजुरहरूले हजुरहरूकै सपोर्टबाट हो हामी अलिक माथि पुग्ने भनेको हजुरहरूलाई पनि हामी गर्छौँ हामीलाई पनि माया देखाइदिनु होला गाउँघर हो अब यस्तै छ यतिको छ गाउँघर चाहिँ हरियाली हजुरहरूको कस्तो छ हाम्रो घाँस कटाइ र मामाको चढाइ त देखाउनु भएन देख्नु पाएन हजुरहरूले मोबाइल मामा त उहाँ टुप्पीमा चढ्नु भएको हो अब मामाले चट्ट बोक्नुहुन्छ यसलाई चाहिँ दाम्लो भन्छ यसरी सुती गर्ने है निन्द्रा लाग्यो भने सुत्न पनि हुन्छ यिनीहरू यसरी मस्तले यसरी सुर्कान पार्ने हो अब यसरी उठाउने हो यस्तै छ गाउँघर यसो गर्ने यसो गरेपछि चाहिँ सर्लक आउँछ अब ल अनि यसरी बोक्ने ल ठिक छ जाउँ ल जाउँ दामी देखेछ ए बाबा खुकुरी मलेर आउँछ खुकुरी अब यस्तै छ गाउँघरको के गर्नु दाउरा घाँस काट्यो बस्यो गाह्रो छ यसरी नै जाने हो गाइज होइन गाह्रो छ मेरो मामालाई आजदेखि वेलकम भयो अब म चाहिँ हिँडै त अब टक्क पारेर गाईको गोठसम्म चलेको अवस्था ल मस्तले डेन्जर देखेछ मेरो मामालाई एकदम यहाँ फेरि मस्यामहरू चट्ट छरिएको छ क्या रेडी भइरहेको छ यो मस्यामहरू बुझे हुनुहुन्न अहिले मस्यामलाई एकदम समस्या छ यो सुक्छ अनि लगेर पुरै झारिदिएर फेरि हाम्रो यहाँ यी चुङ्गुर च्वाचे फेरि मगरहरूकोमा फेरि च्वाचे नै बेसी हुन्छ त्यही हो भन्दा चाहिँ यो स्वाथे गोरुहरूले खान्छ गोरुहरू पनि फेरि ज्याङ्गो छ फेरि सुँगुर त सुँगुर भइहाल्छ सो गोरुहरू देख्न सक्नुहुन्छ यहाँ ल भयो गर्मी नै भाउन्जाल भयो म चाहिँ गर्मी भयो मामा सिरुपा